औषधी भक्क पाकेको अवस्था छ। गाउँघरतिर चाहिँ औषधी खाने औषधी चाहिँ यहाँ मजाले पाकिराख्ने। वाह औषधी हेर पनि साथीहरू आमा ए तेरीमा ढुक्लास। यो हाम्रो कस्तो हुन्छ गाउँतिर चाहिँ स्याउ सुन्तला भन्ने सिजनमा मात्रै खानु पाइन्छ कि। स्याउ त चाहिँ बजारतिर जाने भने लगभग सधैँ पाइने भयो। त्यो सिजनलाई होइन नि त, अफ सिजनमा पनि पाइन्छ नि स्याउ चाहिँ। त्यही भएर चाहिँ गाउँघरतिर बस्नुको फाइदा के छ भन्दाखेरि साथीहरू हेरौँ सिजन अनुसारको फलफुल खानु पाइन्छ। अहिले औषधीको सिजन हो नि त, त्यही भएर चाहिँ अब गाउँघरतिर जे छ त्यही खाने भने कि यो बोलेरो पिकअप चाहिँ गाउँघरतिर सबै थाहा हुन्छ कि 4x4 हो, 4 व्हिल हो, 4 व्हिल ड्राइभ हो। यो एकदम सुरक्षित हुन्छ यसको यात्रा। अब बजारतिरको मान्छेहरू गाउँतिर आयो भने चाहिँ औषधी खानु सिजनमा सिजन हो नि त। औषधी चाहिँ हाम्रो गाउँतिर चाहिँ खाएर चाहिँ भइसकेको अवस्था छ। भाइ चाहिँ अझै पनि खान्छु भनेर रनक गरिराखेर उहाँ हिँड्दैछ भाइले चाहिँ हाम्रो भाइले। ल है दाजुभाइ दिदीबहिनीहरू फेरि पनि नमस्ते है, नमस्ते सम्पूर्णलाई। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सबैजना सन्चै आरामै हुनु पऱ्यो होइन। सबैजना एकदम ठिकठाक छौँ। यस्तै चाहिँ आज चाहिँ एकदम गर्मी बढेको छ। आज चाहिँ ठ्याक्क दिउँसोको ठ्याक्क 3 बजिसकेको अवस्था छ। हामी चाहिँ घरबाट थोरै यता औषधी खाऊँ भनेर आएको अवस्था छ साथीहरू। यहाँ भाइ चाहिँ औषधी खान लागेको छ, गाडी लिएर आएको छ हामी औषधी खान भनेर। औषधी भक्क पाकेको अवस्था छ। गाउँघरतिर चाहिँ औषधी खाने बेला भइसक्यो सर साथीहरू। अब किन भन्दाखेरि हाम्रो चाहिँ अलि लेकमा पर्छ, त्यति लेक पनि होइन यहाँ माथि लेक छ त्यो सुकादा भन्ने छ, त्यहाँ त बल्ल फुल्दैछ। हाम्रोतिर चाहिँ औषधी चाहिँ फुलेर पनि फल हालिसकेर नि रातो भइसकेको अवस्था छ। हामी चाहिँ आज औषधी खान भनेर आएको अवस्था छ है साथीहरू यहाँ चाहिँ। ल अनि तपाईँहरूले यस च्यानललाई सब्सक्राइब गर्नु भएको छैन साथीहरू, हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभन्नु होला। तिलु डेली लाइफ युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभन्नु होला साथीहरू। हेर्दै म ठ्याक्क औषधीको गाछमा आइसकेँ है। औषधी चाहिँ यहाँ मजाले पाकिराख्ने। वाह औषधी हेर पनि साथीहरू आमा ए तेरीमा ढुक्लास। यस्तो मिठो हुन्छ धेरै खानु न साथीहरू। फेरि धेरै खाने भने गर्मी हुन्छ, गर्मी बसी खतम हुन्छ, फेरि पहिले मुत्ने भन्छ फेरि। त्यही भएर धेरै ठिक खानुपर्छ औषधी। यति कडा हो फलफुल भनेको यस्तो कुरा हो क्या। यो हाम्रो कस्तो हुन्छ गाउँतिर चाहिँ स्याउ सुन्तला भन्ने सिजनमा मात्रै खानु पाइन्छ कि। स्याउ त चाहिँ बजारतिर जाने भने लगभग सधैँ पाइने भयो। त्यो सिजनलाई होइन नि त, अफ सिजनमा पनि पाइन्छ नि स्याउ चाहिँ। त्यही भएर चाहिँ गाउँघरतिर बस्नुको फाइदा के छ भन्दाखेरि साथीहरू हेरौँ सिजन अनुसारको फलफुल खानु पाइन्छ। अहिले औषधीको सिजन हो नि त, त्यही भएर चाहिँ अब गाउँघरतिर जे छ त्यही खाने भने कि औषधी खाने औषधी खाने भन्ने हो नि त। आमामा यस्तो फली चिया त आमामा कसले खाने हो यो सुन्तला भनेको। सुन्तला औषधी सबै औषधीले सबै पर्खेर बसेछ है बजारतिर पनि साथीभाइहरू। फर्केर आम गाउँतिर आमामा धेरै खाने भने त फेरि यो खतरा गर्मी चिज हो, यो त खानु हुन्न धेरै नि यार। यो बोलेरो पिकअप चाहिँ गाउँघरतिर सबै थाहा हुन्छ कि 4x4 हो, 4 व्हिल हो, 4 व्हिल ड्राइभ हो। यो एकदम सुरक्षित हुन्छ यसको यात्रा। असली चाहिँ भित्रभित्र चाहिँ काँडा त आमामा। अब जङ्गलतिर कालिज पनि सबै अन्डा काटेर अब चल्ला काट्ने बेला भयो। अब केही बेला कालिजका चल्ला पनि देख्न पाइन्छ साथीहरू, कालिज चल्लाहरू। त्यो पनि तपाईँलाई म देखाउँछु सबैजना साथीहरूलाई। हेर्न नभुल्नु होला। म चाहिँ अलि स्टिल औषधी खाइरहेको छु। क्या गोली हुन्छ काँडा, डेन्जर काँडा हुन्छ हेरौँ न। काँडा चाहिँ खत्रै हुन्छ कि। काँडा छ्याप साँतोमा त कपडा सब चेतिन्छ। त्यही भएर औषधी खान आउँदा थोत्रा मोटा कपडा लाएर आउनु पऱ्यो। कहाँबाट तपाईँले मेरो भिडियो हेर्नु साथीहरू कमेन्ट डाउन बिलो है, कमेन्ट गर्न नभुल्नु होला। अनि आफ्नो मेरो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। म चाहिँ प्रायः चाहिँ भिडियो चाहिँ मोबाइलबाट खिच्छु। किन भन्दाखेरि मोबाइलबाट एकदम फास्ट हुन्छ नि, खिच्यो अनि पोस्ट प्रोडक्सन गर्ने एकदम सजिलो हुन्छ। यस्तै छ है गाउँ घरमा। हाम्रो घर यहाँबाट चाहिँ 4-5 मिनटमा घरै पुग्छ गाडीमा, नजिकै हो। अब बजारतिरको मान्छेहरू गाउँतिर आयो भने चाहिँ औषधी खानु सिजनमा सिजन हो नि त।
गाउँतिर आउनुभयो भने अब चाहिँ औषधी खान नबोल्नु होला साथीहरू। हामी चाहिँ औषधी खाएर बा धेरै भइसक्यो देखाइयो। पट्याङ पटुङ सामान चाहिँ तेल सेल चिप्सहरू चामल सामान अनि पेट्रोल हाम्रो घरमा पेट्रोलले बेचिन्छ, त्यही भएर चाहिँ पेट्रोल पनि लिएर आएको साथीहरू। हामी चाहिँ हेर्दा हेर्दै साथीहरू औषधी चाहिँ हाम्रो चाहिँ औषधी चाहिँ खाएर चाहिँ भइसकेको अवस्था छ। भाइ चाहिँ अझै पनि खान्छु भनेर रनक रनक गरिरहेको उहाँ हिँड्दैछ भाइले चाहिँ हाम्रो भाइले रोशन भाइले औषधी खाँदैछ। पारिदिएको हाम्रो चाहिँ यो नाखुम भन्छ, नाखुम हेर्नु नाखुम डाँडा हो साथीहरू छेउ छ। नाखुम हो सबै नाखुमको भाग हो यो सरुका पर्छ, यतापट्टिको राङखानीको भाग भयो। ल साथीहरू ल अब चाहिँ म चाहिँ आजको भिडियो चाहिँ यहीँ अन्त गर्न चाहन्छु साथीहरू। तपाईँहरूलाई आजको एपिसोड कस्तो लाग्यो कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नु होला। सो लास्ट सुझाव पनि दिनु होला होइन, कस्तो भिडियो लिएर आउने हो भनेर यसो कमेन्ट पनि गर्नु होला भन्दै साथीहरू म आजको एपिसोडबाट बिदा हुन चाहन्छु साथीहरू। अर्को भिडियोमा हामीले फेरि पनि भेट्नेछौँ, त्यति जेनसम्मको लागि चाहिँ बाई बाई।